आजको भिडियो रहेको छ बोरोदर प्रिन्टर कम्प्युटरमा कसरी सेटअप गर्ने भनेर रहेको छ हैन। र हामीले वायरलेस पनि सेटअप गर्न सकिन्छ भने युएसबीबाट पनि हामीले सेटअप गर्न सक्छौं हैन। र वायरलेसबाट चाहिँ हामीले कसरी सेटअप गर्न सकिन्छ भनेर मैले थोरै हजुरलाई जानकारी दिनेछु भने युएसबीबाट चाहिँ कसरी सेटअप गर्न सकिन्छ भनेर चाहिँ सम्पूर्ण तरिकाहरू चाहिँ यो भिडियोमा दिएको छु हैन। र आजको भिडियोमा चाहिँ बोरोदर प्रिन्टर कम्प्युटरमा चाहिँ युएसबी सेटअप कसरी गर्न सकिन्छ भनेर रहेको छ हैन। यो भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेर्नु होला, सम्पूर्ण जानकारीहरू यो भिडियोमा दिएको छु है त। सबैभन्दा पहिले हामी क्रोममा जानुपर्ने हुन्छ र मैले यसरी क्रोममा गएँ। क्रोममा गइसकेपछि यहाँ चाहिँ हामीले सर्च गर्नुपर्ने हुन्छ जुन हजुरले कुन प्रिन्टरलाई चाहिँ सेटअप गर्दै हुनुहुन्छ हैन, कम्प्युटरसँग कसरी सेटअप गर्दै हुनुहुन्छ त्यो प्रिन्टरको चाहिँ हामीले नाम हैन, नाम र त्यसको मोडल नम्बर चाहिँ हामीले थाहा पाउनुपर्ने हुन्छ। र त्यो मोडल नम्बर चाहिँ म हजुरलाई देखाउँछु है त। यसरी चाहिँ यहाँ लेखेको हुन्छ हैन। यसरी चाहिँ हजुरले देख्न सक्नुहुनेछ हाम्रो प्रिन्टरको चाहिँ यहाँ मोडल र यसरी चाहिँ यो मोडल नम्बर हो यो चाहिँ हैन। यो चाहिँ मेरो मोडल नम्बर हो। यो चाहिँ हामीले यहाँ क्रोममा गएर यसरी यहाँ यसलाई चाहिँ हामीले क्रोममा यहाँ यसमा गएर चाहिँ हामीले सर्च गर्नुपर्ने हुन्छ है त। सर्च गर्नुपर्ने हुन्छ। मैले अलरेडी यहाँ सर्च गरेँ र सर्च गरिसकेपछि यसरी सर्च गर्नु होला र सर्च गरिसकेपछि यहाँ इन्टर गरिदिनुस् र इन्टर गरिसकेपछि यहाँ चाहिँ यस्तो इन्टरफेस खुल्छ हैन। यस्तो आइसकेपछि हामीले चाहिँ यहाँ थोरै स्क्रल डाउन गर्नुपर्ने हुन्छ र स्क्रल डाउन गरिसकेपछि यहाँ चाहिँ हजुरले देख्न सक्नुहुन्छ यो डाउनलोडको अप्सन, यो डाउनलोडमा क्लिक गर्नु होला। यो डाउनलोडमा क्लिक गर्नुपर्ने हुन्छ र डाउनलोडमा क्लिक गरिसकेपछि यहाँ चाहिँ यस्तो इन्टरफेस खुल्छ हाम्रो हैन। यस्तो इन्टरफेस खुल्छ र यसमा चाहिँ हामीले ओके गरिदिनु पर्ने हुन्छ र ओके गरिसकेपछि यहाँ रहेको छ फुल ड्राइभ सफ्टवेयर प्याकेज भनेर रहेको छ। यो अप्सन जुन फर्स्ट अप्सनमा चाहिँ हामीले ओके गर्नुपर्ने हुन्छ। यसमा ओके गरिसकेपछि चाहिँ हामी यहाँ जानुपर्ने हुन्छ। यहाँ चाहिँ डाउनलोड भइसकेको छ र यहाँ ओपन फाइलमा जानुपर्ने हुन्छ र ओपन फाइलमा गइसकेपछि यहाँ चाहिँ यस गरिदिनु होला। र यस गरिसकेपछि हाम्रो चाहिँ फेरि यहाँ यस्तो आउँछ। यहाँ चाहिँ हामीले ल्याङ्ग्वेज सिलेक्ट गर्नुपर्ने हुन्छ हैन र नेक्स्ट गरिदिनु होला। र नेक्स्ट गरिसकेपछि हामी चाहिँ यहाँ एक्सेप्ट रहेको छ यसमा क्लिक गरिदिनु पर्ने हुन्छ। फेरि नेक्स्ट गरिदिनु होला र यसरी नेक्स्ट गरिसकेपछि हाम्रो यस्तो इन्टरफेस खुल्छ हैन। यस्तो इन्टरफेस खुलिसकेपछि हामीले चाहिँ यहाँ जुन फर्स्टमा रहेको छ वायरलेस नेटवर्क पनि कनेक्ट गर्न सक्छौं हैन। र दोस्रोमा रहेको छ वायर नेटवर्क हैन। हामीले त्यो वायर कनेक्ट गरेर RJ45 कनेक्ट गरेर पनि यहाँबाट चाहिँ हामीले कनेक्ट गर्न सक्छौं हैन। र यो लास्ट 3 नम्बरमा रहेको छ हैन लोकल कनेक्टिङ युएसबी भनेर रहेको छ जुन युएसबीबाट पनि हामीले युज गर्न सक्छौं है त। मैले चाहिँ अहिले युएसबीबाट युज गर्दै छु र युएसबी को लागि यसमा क्लिक गर्नु होला र यसमा क्लिक गरिसकेपछि नेक्स्ट गरिदिनु होला है त। यसरी नेक्स्ट गरिदिनु होला। नेक्स्ट गरिसकेपछि थोरै समय लिन्छ यसले हैन। र यस्तो खुल्छ र यसमा चाहिँ हामीले नेक्स्ट गरिदिनु पर्ने हुन्छ र मैले नेक्स्ट गर्दिए र नेक्स्ट गरिसकेपछि फेरि पनि नेक्स्ट गरिदिनु होला। हाम्रो चाहिँ यहाँ इन्स्टल हुँदैछ है त। यसरी इन्स्टल हुँदैछ र इन्स्टल भइसकेपछि चाहिँ यसले थोरै समय लिन्छ। यसरी चाहिँ हजुरले जुन युएसबीबाट पनि हामीले चाहिँ सजिलै कनेक्ट गर्न सक्छौं हैन। युएसबीमा केबल जोड्ने बित्तिकै हुँदैन, हामीले चाहिँ एउटा डाउनलोड हुँदैछ हैन, प्रिन्ट स्क्यान डाउनलोड हुँदैछ र यो डाउनलोड भइसकेपछि हामीले चाहिँ सजिलै जुन प्रिन्ट गर्न सक्छौं हैन। यसरी चाहिँ हजुरले आफ्नो जुन कम्प्युटरमा चाहिँ सेटअप गर्न सक्नुहुनेछ। यो रहेको छ यो चाहिँ हाम्रो त्यसको लागि मात्रै जुन युएसबी को लागि भयो हैन। हजुरले चाहिँ वाइफाईबाट पनि कनेक्ट गर्न सक्नुहुनेछ हैन। र अर्को चाहिँ वायरबाट पनि है त।
वायरबाट पनि गर्न सक्नुहुन्छ। सेम एउटै प्रोसेसिङ हुन्छ हैन, त्यस्तो केही पनि डिफरेन्स छैन। मेरो चाहिँ यहाँ इन्स्टल भइरहेको छ, थोरै समय लिन्छ र यहाँ चाहिँ मेरो डाउनलोड हुँदैछ हैन। अब डाइरेक्टै वाइफाईबाट पनि कनेक्ट गर्न सकिन्छ, त्योमा भन्दा योमा चाहिँ अलि त इजी नै हुन्छ हैन। त्योमा चाहिँ आइपी एड्रेसहरू चाहिँ राख्नुपर्ने हुन्छ हामीले हैन। र त्यो जुन वाइफाईबाट कनेक्ट गर्नुभन्दा पहिले चाहिँ हामीले प्रिन्टरमा वाइफाई सेटअप गर्नुपर्ने हुन्छ। म चाहिँ तल डिस्क्रिप्सनमा पनि हजुरलाई लिङ्क राखिदिनेछु वाइफाई सेटअप कसरी गर्ने प्रिन्टरमा भनेर हैन। मैले अगाडि पनि भिडियो बनाइसकेको छु प्रिन्टरमा चाहिँ वाइफाई सेटअप गर्नको लागि। पहिले वाइफाई सेटअप गरिसकेपछि मात्रै हामीले चाहिँ वाइफाईबाट चाहिँ कनेक्ट गर्न सक्छौँ है त। र मेरो चाहिँ यहाँ इन्स्टल सायद भइसक्न लागेको छ, थोरै बाँकी नै छ हैन। र यसरी इन्स्टल हुने चाहिँ थोरै समय लिन्छ। र मेरो चाहिँ यसरी डाउनलोड माथि भइसकेको छ र यो चाहिँ हामीले पुरा हुन दिनुपर्छ हैन। यो थोरै समय लिन्छ यो चाहिँ इन्स्टल हुनलाई। र यसपछि चाहिँ हामीले यहाँ इन्स्टल गर्नुपर्ने हुन्छ हैन। मैले यहाँ इन्स्टलमा ओके गरेँ र यसरी इन्स्टलमा ओके गर्नु होला। र यसरी इन्स्टलमा ओके गरिसकेपछि हाम्रो चाहिँ यहाँ इन्स्टल भइसकेको छ र यो चाहिँ हाम्रो अझै इन्स्टल हुन बाँकी छ। यो चाहिँ पुरा हुनुपर्छ है त, यो पुरा हुनुपर्छ। र मेरो नेट अलिकति स्लो भएको कारणले गर्दा अलि धेरै टाइम लिइरहेको छ हैन। र यसरी पुरा भइसकेपछि हामीले चाहिँ नेक्स्ट गरिदिनु पर्ने हुन्छ हैन। र मेरो पुरा भइसकेको छ र फेरि पर्पर इन्स्टल भनेको छ। र यसपछि हाम्रो यहाँ ओकेमा क्लिक गरिदिनु होला। र ओकेमा क्लिक भइसकेपछि हाम्रो यहाँ डाउनलोड हुँदैछ यता माथितिर फेरि हैन। यसमा नेक्स्ट गरिदिनु होला र फिनिश जुन फिनिश अप्सन रहेको छ यसमा फिनिश गरिदिनु होला है त। र हाम्रो यहाँ फिनिश भइसकेपछि यहाँ एग्रीमा ओके गरिदिनु होला। यो एग्रीमा ओके गरिदिनु होला र यसमा चाहिँ ओके गरिदिनुहोस्। र यति भइसकेपछि हजुरको जुन र यसरी चाहिँ इन्स्टल मेरो चाहिँ यसरी आइसकेको छ हैन। यसरी चाहिँ भइसकेको छ। यसरी चाहिँ हजुरले आफ्नो त्योमा कम्प्युटर सेटअप गर्न सक्नुहुनेछ। र यहाँ चाहिँ रहेको छ जुन हजुरको कुन डिभाइससँग कनेक्ट भएको छ त्यो चाहिँ यहाँ डिभाइस सो गर्छ हैन। त्यो इन्टरफेस खोलिसकेपछि यहाँ चाहिँ हजुर देख्न सक्नुहुन्छ डाउनलोड हैन। एग्री गरिदिनु होला। र यसरी एग्री गरिसकेपछि हैन थोरै समय लिन्छ र यति भइसकेपछि हाम्रो यस्तो इन्टरफेस खोल्छ है त। हामीले चाहिँ यहाँ अपडेट गर्नु पर्दैन हैन, अपडेट गर्नु परेन। हामीले चाहिँ अलरेडी नै त्यो गरिसकेका छौँ। यसपछि हामी ब्याक जान्छौँ है त। ब्याक गइसकेपछि हैन हामी चाहिँ यसलाई ब्याक गर्छौँ र ब्याक गरिसकेपछि यहाँ चाहिँ हजुर देख्न सक्नुहुनेछ अलरेडी मेरो चाहिँ त्यो भइसकेको छ, जुन डाउनलोड भइसकेको छ अलरेडी हैन। यसरी डाउनलोड भइसकेको छ र डाउनलोड भइसकेपछि हामीले चाहिँ अब यसरी चाहिँ डाउनलोड भइसकेपछि यहाँबाट प्रिन्ट गर्न सक्छौँ है त। यहाँबाट चाहिँ सेलेक्ट मेसिन भएको छ, यसलाई नगरिदिए पनि भयो हैन। र सेलेक्ट मेसिन गरिदिनु होला। र यति भइसकेपछि हजुरले चाहिँ हैन युएसबी जुनबाट पनि हैन हजुरको डाटा छ भने यहाँबाट प्रिन्ट गर्न सक्नुहुनेछ हैन। र यसरी इन्स्टल भइसकेपछि हैन हजुरले कुनै पनि फाइलहरू सेभ गरेर पनि गर्न सक्नुहुनेछ हैन। यहाँ चाहिँ ब्रोदर प्रिन्टरको चाहिँ त्यो पनि डाउनलोड भइसकेको छ हैन। कुनै फाइलहरू डाउनलोड गरेर त्यहीबाट पनि गर्न सक्नुहुनेछ र डाइरेक्ट पनि हुन्छ है त। र यसको लागि जस्तै मैले यहाँ गएँ हैन। यहाँ गइसकेपछि मेरो चाहिँ यहाँ यस्तो रहेको छ र यसलाई चाहिँ म प्रिन्ट गर्दैछु हैन। र यसलाई प्रिन्ट गर्नको लागि चाहिँ मैले यहाँ प्रिन्टरमा गएँ हैन। जस्तै प्रिन्टरमा गएँ र प्रिन्टरमा गइसकेपछि यहाँ चाहिँ यस्तो देख्न सक्नुहुनेछ जुन हाम्रो ब्रोदर प्रिन्टरको चाहिँ त्यो आइसकेको छ है त। जुन यहाँ चाहिँ ब्रोदर प्रिन्टरको त्यो चाहिँ यहाँ देख्न सक्नुहुनेछ। र यसरी आइसकेको छ। र यसरी आइसकेपछि मैले यहाँ प्रिन्टरमा गएर मैले चाहिँ प्रिन्ट गरिदिएँ हैन। र प्रिन्ट गरिसकेपछि मेरो चाहिँ फाइनली प्रिन्टर चाहिँ भइसकेको छ है त। यहाँ प्रिन्ट हुँदैछ। र यति भइसकेपछि चाहिँ हजुरले जुन ब्रोदर प्रिन्टरको चाहिँ यसरी सेटअप गर्न सक्नुहुनेछ हैन कम्प्युटरसँग चाहिँ। र यति गरिसकेपछि हाम्रो चाहिँ जुन फाइनल सेटअप भइसकेको छ हैन। यसरी चाहिँ मेरो जुन
त्यो चाहिँ यसरी प्रिन्टर भइसकेको छ हैन। हजुरले पनि यसरी चाहिँ आफ्नो कम्प्युटरमा बोर्डर प्रिन्टरलाई चाहिँ यसरी सेटअप गर्न सक्नुहुनेछ। र हजुरले यतिसम्म हेरिसकेपछि पक्कै पनि सिकिसक्नु भएको छ हैन। जुन बोर्डर प्रिन्टर चाहिँ हामीले कम्प्युटरमा जुन युएसबी कनेक्ट गर्ने तरिका हैन। र हजुरले चाहिँ हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला र सँगै रहेको बेलको आइकनलाई थिचेर नोटिफिकेसन अन गरिदिनु होला, ताकि मैले यस्तै इन्फर्मेटिभ भिडियोहरू लिने गर्छु। धन्यवाद।